हो हामी घुम्दै फिर्दै फेरि आइयो शहीद गेट हामी धरहरा 9 तले धरहरा तर भित्रबाट 20 तला रहेछ बाहिरबाट 9 तला भित्रबाट 20 तला भित्र 22 तला देख्न त नै त्यो थप्दा त 22 तला माथिको टुप्पो 23 तलै पुग्छ त्यहाँसम्म हामी बिस्तार आउँदै रहेछ 22 तला अनि माथिको त गनै छैन त देखिने धरहरा काठमाडौँमा 9 तले धरहरा भनेको यही हो धरहराबाट हामी लाग्यो रङ्गशालातर्फ यहाँ रहेको छ अगाडिको ठुलो बिल्डिङ सिटिसी महल यो टेम्पो हो कालीमाटी ताचल त्रिपुरेश्वर चल्ने झर्नुभन्दा अगाडि भाडा भित्रैबाट दिनुहोला अरे त्यसमा सहचालक हुँदैनन् त्यही भएर चालक एकजना मात्रै भएर टेम्पोमा झर्नुभन्दा अगाडि नै भाडा दिएर जानुहोला भनेर लेखेको रहेछ ठुलो गेम हुँदाखेरि त माथि नै हो पार्किङ त्यतै गरेर जाने हो अर्कै आउँथे अर्कै आइहाल्छन् त्यो ठुलो कुरो छैन अब हामी लाग्दैछौँ रङ्गशालातर्फ आज फाइनल जस्तो लाग्यो होला बिसवटा फोटो भन्दा खिच्नेवाला छैन रमाइलो गर्ने हो इन्जोय लिने हो भयो गराउने हो रमाइलो गर्ने हो रङ्गशाला नि दामी छ लिग चलिरहेछ लिगको पनि आज सेमी फाइनल हो कि फाइनल गेम है कि आज सेमी फाइनल छ होला हामी लगभग आइपुग्यो त्रिपुरेश्वर चोक त्रिपुरेश्वर लगभग आइपुग्यो त्रिपुरेश्वरको छेउमा रहेको छ परराष्ट्र मन्त्रालय ल